वेलकम टु माई फर्स्ट ब्लग। हाम्रो यात्रा हुनेछ खुमाई डाँडा र खोर्चन। हाम्रो यात्रा चाहिँ ट्याक्सीमै भएको थियो। हामीले पोखरा लेक साइडबाट ट्याक्सी लिएको थियो। हजुरहरूले ट्याक्सी नलिँदै हरिचोक पोखरा हरिचोकबाट तपाईँले जिप लिन सक्नुहुन्छ। यो चाहिँ हाम्रो माछापुच्छ्रे ट्रेलको चेक पोइन्ट भनौँ। यहाँबाट हामीले इन्ट्री गर्नुपर्ने हुनेछ। हजुरहरू ट्याक्सीमा आउनुभयो भने चाहिँ त्यही चेक पोइन्टसम्म हो हैन। तपाईँले अब जिप रेन्ट गर्नुभयो भने त्यही माथि सरिफागासम्म जान सक्नुहुन्छ। यिनीहरूको यत्रो उकालोको हिँडाइपछि हाम्रो अर्को ब्रेक, मिनी ब्रेक। ठाडो अति ठाडो रहेछ है। माई ब्रेक चाहिँ यस्तो देखिन्छ। यहाँ तलबाट आएको कान्छी हिँड्दैछ लखर 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 लखर। ब्लग बनाउँदै आफ्नो पनि मिनी ब्लग। कमायो रमायो यही त हो। चिल छ नि होइन। बस्यो घर बस्यो, हिँड्नु छैन। यसरी हिँड्यो मजा हुन्छ नि त। यसरी यो नाइस छ। उहाँ त्यो पोखरा हो। हामी त्यहाँबाट आएको पोखरा। यही भ्यू हेर्नलाई आएको। भ्यू देखेको होइन ल। अझ माथि गएपछि देखाउँछु म है। भोक लागिसक्यो। बिस्कुट खान्छिन् अरे। बिस्कुट खाँदिनँ निले। हिँडेको 2 मिनट भयो होइन। फेरि अर्को स्टप। कान्छीले अब यो आफ्नो ब्यागको मात्रै झिकेर खाली बनाउँदैछिन् ब्याग। हालत खराब छ। अब जाँदिन भनेछन् ट्रेक। अब यिनीहरू यो जान्छु भन्ने मान्छे हो। यही मान्छे अहिले बेलुका माथि गएपछि यता दुख्यो उता दुख्यो भन्ने हो। ल टपमा आइयो अलि। हेर यो भ्यू। आमामामा ल हेर भ्यू। भन त कान्छी के छ प्रतिक्रिया? म त यहाँ फोटोग्राफर भइरहेको। तल एउटा छुट्टै ठाउँ थियो है। छुट्टिने ठाउँ यताबाट आउँदा नि हुने अनि यताबाट आउनु पनि छ होइन। अनि हामी चाहिँ यताबाट लेफ्ट साइडको बाटो यो हो। राइट साइडबाट आउनु भने यो हिले हर्कतिर हामी जाँदैछौँ। तल हामी सरिपाखाबाट आयो भने हुन्थ्यो। हामी अर्को बाटो लेफ्ट साइडबाट आएको है। अब हामी यता हिँड्दैछौँ। तल सोद्धाखेरि चाहिँ कोट डाँडाबाट चाहिँ अलि ओह्रालो छ अब भन्नुभएको थियो। अब यहाँबाट हामी हिँडेपछि अब हेरौँ। खाना चाहिँ अब 9 बजिसकेछ। अब 9 बजिसकेछ। अब हिले खर्का गएर खाइन्छ होला। कोट डाँडाबाट अलिकति हिँड्ने बित्तिकै यो ठाउँ आउँछ। सायद यो गोठपालन या गोठे भनौँ यतातिरको। अब ऊ त होला हिँड्रे। यहाँबाट देख्नुभयो होला। ऊ त पोइन्ट चाहिँ हिले खर्का होला। हिले खर्का। अनि यो भ्यू छ। ओहो के दामी हो नि यो त। दामी हो नि यो भ्यू त। ओहो हो कुहिरो कस्तो मुभ गरिरहेछ क्या। हेर्नु अझै है मुभ गरिरहेछ। बाटो त सिधै रहेछ। त्यो हिले खर्कै त्यहाँनिर थियो क्या रे। अहिले छेकियो। यस्तो बाटो भइदिए ट्रेकमा धेरै सजिलो हुन्थ्यो होला है। यस्तो बाटो भइदियो त क्या सजिलो हुन्थ्यो। चिसो बढ्दैछ।
पानी पर्ला पर्ला जस्तो भयो पानीको थोपा पनि आइरहेको छ एक दुईचोटि अनि अब फेरि डाँडो उक्लिनु छ ऊ त्यहाँ देख्नुहुन्न होला सायद ऊ त्यहाँ देखिरहेछ त्यहाँ पुग्ने हामी अब हिँडाइ चाहिँ खानापछि ओहो घाम लाग्यो भर्खरै पानी नि पर्दै थियो घाम पनि लाग्यो यस्तै रहेछ लोकल मान्छेको भनाइले चाहिँ हिले पुग्नलाई चाहिँ उहाँहरूलाई चाहिँ आधी घन्टा लाग्छ अरे अब हाम्रो यो कच्छुमा हिँडाइ यो चाहिँ मलाई लाग्छ 1 घन्टामा पुगिन्छ कि आरामले भन्ने लाग्छ हेरौँ पुगिन्छ कि पुगिँदैन पुगे त राम्रो मैले हिले भनिरहेको छु यो यहाँनिरको लागि यो डाँडा यहाँ छ यो हिले होइन रहेछ सरी है हिले आउन लाग्छ रहेछ अब बाटो चाहिँ खासै उकालो छैन अरे धेरै पछि हिँडेर होला है हल्का स्यास चाहिँ हुने रहेछ मजाको रमाइलो पनि भइरहेछ हुन त माथि गराइ आइदियो त्यसैको फेन पनि फेरि पुग्ने नै हो आज हो धेरै पछि भएर चाहिँ छोटो मिठो हानौँ भनेको छोटो मिठो भन्नु के भन्छन् नि हाइट कम फाइट जाँदा भने जस्तो हेर्दा छोटो लाग्यो भने हिँडाइ चाहिँ राम्रै रहेछ ए हाम्रो थाके भन्छन् यो त कडा रहेछ आमा सक्छ कडा छ त यार दामी ल दामी दामी यो चाहिँ टुकु हिल रहेछ है मैले अघि हिले भनेको थिएँ होइन रहेछ हिले अब अझै टाढा छ यहाँबाट लभली पोखराको भ्यू चाहिँ कडा देखिन्छ पोखरा यो चाहिँ होइन यहाँ देखेको चाहिँ पोखरा होइन यता देखेको चाहिँ पोखरा हो है देखिँदो रहेनछ मेरो मोबाइलमा चाहिँ दामी छ त्यो भ्यू पनि दामी छ है टाढा छ त्यही पुग्न पाए नि मजा हुन्थ्यो यहाँ चाहिँ नास्ता गर्ने ठाउँ रहेछ धेरै जसोले गर्नु त रहेनछ होइन अब हाम्रो खाना डेस्टिनेसन वहीँ पुगेर खाम्ला भनेको पानी परेको भएर त जो पानी परेको भएर यस्तो हिलो छ चिप्लो पनि छ बाटो त सजिलै रहेछ है एक ठाउँमा यस्तो बोर्ड छ बोर्ड भएपछि हिँड्नु सजिलो बोर्ड छ जहाँ पनि बोर्ड छ होइन अब बोर्ड हेर्दै हिँड्नु भयो झुक्किने बाटो गर्दै छैन बाटो नै सजिलो गाह्रो त्यस्तै छ बिहान खाजा नखाइकन हिँडेको पुगेको के अरे भोगाइसक्यो पुगेको छैन बाटो यस्तोसम्म कालो छ मिल्यो भने अर्को ट्रेक पनि कुनै दिन जानु पर्ला बाटो बनाउने भिडियो बनाउनु पर्ने रहेछ अब एकछिन बसाइ गरियो त्यसपछि हिँड्न थालेको फेरि पुग्नु वहाँ छ हिँडाइ हाम्रो यस्तो छ पारा पुग्नु वहाँ छ ऊ हिँडाइ छ यस्तो पारा छ अनि कसरी पुगिन्छ पुगिन्छ जस्तो त लागेन अब हिँड्दै जानलाई 20 मिनट लेखेछ
20 मिनट त लेख्ने हो पुगिँदैन थाहा छ मलाई 20 मिनटमा पुगिन्छ कि पुगिँदैन पुगे त हुन्थ्यो 20 मिनटमा पुगिँदैन जस्तो लाग्छ हिँडाइले त पानी थाप्दै हो त मूलबाट ल हिले आइयो हिले मैले माथि आएपछि हिले आइयो खाना खाऊ खाना खाना बसेका यिनीहरू हिलेमा आइयो अब यसपछि 5 घन्टा लाग्छ अरे अब 5 घन्टा लेखेछ 5 घन्टा हामी हिँड्दा 5 घन्टा भनेको चाहिँ 7 घन्टा अहिले कति बजे 12 बजे 12 6 बजे कति 7 बज्ला अब पुग्दा है खाना खाइएर हिलेबाट हिँडियो अब अहिले 11:50 जस्तो भएको छ अब हिलेबाट त 5 घन्टा लाग्छ अघि नै भनिसक्यो अब हेरौँ 5 घन्टा भनेको कति बजे पुगिन्छ थाहा छैन सुरु त भयो सुरुको हिलेबाट त सुरुको फेज त सरर छ क्या अब कतिको गाह्रो छ माथि गाह्रो त के भन्ने अब त्यसैको लागि आएको रमाइलो गरौँ यस्तोहरू नफालिदिउँ डस्टबिनबाट बाहिर नफालिदिउँ डस्टबिन बनाएको छ भने डस्टबिनमै राखिदिउँ है डस्टबिन त्यही छ अब हाम्रो सुरु यात्रा सबसे कठिन यात्रा सुरु हुँदैछ हिलेबाट माथि जाँदा चाहिँ ठाडै उकालो ख सोच्नु होला कि सबसम्म छ मजाले हिँडौँला सोच्नु नि गलत हुन्छ गलत उकालो छ अहिलेसम्म आएको फेरि तपाईँहरूलाई देखाउने होइन सम्म आयो उकालो देखाउँछु भनेको 1 घन्टाको हिँडाइले हामी सिमले आइयो उकालो खतरा छ दुःख बढी छ सबसे मेन उकालो उक्लियो अब धेरै उकालो छैन रेस्ट पोइन्ट आयो त्यहाँ पुगेर रेस्ट गरिसक्यो डाम हामी यहाँ आइयो यहाँबाट हिँडेको अब हामी यता नगएर यता गन्छ यस्तो उकालो छ यो चाहिँ देखाउँदैन नि फेरि लगहरू यस्तो ठाडो त्यहाँबाट हिँड्या हो देखाएन भ्यू त के देखिनु दिउँसो जहिले यस्तै हो मार्दिमा यस्तै थियो भ्यू दिउँसोतिर हिँडेर फेरि अर्को उकालो थकलायो एकछिन रेस्ट गरेर हिँड्ने त्यो देउराली हिल बल्ल आएछ है यहाँ चाहिँ के को चलन हो थाहा छैन मलाई
अब होला केहीको चलन आई डोन्ट नो यस्तो छ हालत अब देउरालीबाट चाहिँ ओह्रालो होला र जस्तो देखियो क्या अरे फेरि ओह्रालो गएर उकालो उक्लिँदो होला लापुचे आइयो भनेको रेस्ट क्याम्प आइयो अब यहाँबाट 1 घन्टा रेस्ट क्याम्पबाट 1 घन्टा लाग्छ अरे भन्ने सुनेँ हेरौँ कति लाग्छ यस्तो छ हालत हेर त के हो यो यहाँ केटाकेटीहरू थला परेछन् कस्तो हुँदैछ ए 2 किलोमिटर मात्रै 2 किलोमिटर अब हिँड्नु जानुपर्छ मार्दी पनि जानु पाए जाने हो हाम्रो अब रेस्ट क्याम्पबाट को यात्रा अगाडि बढ्दैछ यो चाहिँ के लेखाएको छ थाहा छैन यो उता जानलाई हो हैन अब हाम्रो चाहिँ कति लाग्छ थाहा छैन हैन लेख्न त 1.5 घन्टा भनेको 1.5 आवर लेखेको थियो भनेपछि हामीलाई सायद 1.5 आवरै लाग्ला उकालो त ठाडो छ अरे स्टिप छ अरे र डिस्टेन्स चाहिँ 2 किलोमिटर भनेको 2 किलोमिटर त धेरै न जस्तो लाग्थ्यो तराईमा त अब यहाँको 2 किलोमिटर भनेको चाहिँ त्यस्तो गाह्रो हो यिनीहरूको हिँडाइ पेस राम्रो छ अलिकति हिँड्ने बित्तिकै जोस आएको थियो अब यत्रो यो डाँडो देखेर यो डाँडो देखेर ठाडो डाँडो देखेर चाहिँ जोसै हरायो वहाँ माथि पुग्नु छ टुप्पोमा उयो टुप्पोमा निलो कति लाग्छ अरे 45 मिनट त आइपुग्नुहुन्छ नि भन्दै थियो हेरौँ 1 घन्टामा पुग्योला यहाँ छन् 2-3 जना बाँदरहरू अनि यता अर्को बाँदर हो फोटो देखाएर राम्रो आउला घाम पऱ्यो अझ यस्तो भयो भने हो कि झन् जाऊ हेर त कत्रो ग्याप यहाँबाट यहाँ कति ग्याप छ यत्रो एउटा ग्याप छ त्यो माथि यत्रो हल्को छ के राम्रो भ्यू यार कडा यो देखेपछि त थकाइ नि मेटिन्छ क्या छैन नाइस भ्यू चाहिँ यतिको देख्ने मन मजा आउँछ नि चारैतिर कोहराको बीच भनौँ आँडा घामी हो त तल उहाँ टिनै देखेछ हो यो पोइन्ट गाडा आएको यस्तो छ हालत भर्खरै अघि भर्खरै क्लियर थियो अहिले हेर यस्तो छ केही बुझ्नै सकिन्न भ्यू चाहिँ हेर न कस्तो मजाको सनराइज जस्तो आइरहेछ क्या दामी छ होइन यति भएपछि थकाइ मेटिन्छ क्या के चाहियो त अनि हाम्रो थकित यो भ्यू कति खिच्नु है यो पनि खिचिरहनु मन लाग्ने क्या राम्रो छ हाम्रो हिरोहरू हिरोइनी हो लास्टमा भन्छु देखिन्न होला यहाँनिर रहेछ होइन यहाँनिर रहेछ
पोखरा जाऊ आऊ देखिन्न मैले त बल्ल दिएर खुमाई वेलकम टु हार्टली वेलकम हार्दिक स्वागत खुमाई हिल भनेर लेखेछ 3245 अब आयो बस्ने होटल त्यहाँ छ पुगिन्छ होला बिस्तारै रमाइलो हो राम्रो रहेछ ल त्यहाँ पुल पनि रहेछ खोला छैन पुल छ त रहेछ पुल पनि बडा रहेछ राम्रो छ त है भ्यू त देखेँ होइन ल वेलकम ड्रिङ्क्स हुँदो रहेछ है यहाँ चाहिँ वेलकम ड्रिङ्क्स एन्ड कम्प्लिमेन्ट्री कम्प्लिमेन्ट्री पायो अब हाम्रो मकै खाने के भन्छ 360 भ्यू भनेकै कत्रा छ त यो भ्यू त बिहान बिहानको सुरुवात छ आकाशमा केही देखिँदो रहेछ यार मोबाइलबाट कता जान्ला झर्नला यताबाट भनेको थियो कताबाट पुलतिरबाट बाटो छ अरे भने आउनु न जाऊँ सक्ने ल यताबाट भने जस्तो लाग्थ्यो बाटो मोबाइल के बिहानको ट्रेकिङ सुरु भयो भ्यू पोइन्टसम्म पुग्ने यहाँ बच्चा बच्ची यहाँ दिदी बिहानको 1.5-2 घन्टा हिँडेपछि हामी खोर्साङ पुग्न सकिन्छ रहेनछ थाकिद अवस्था अलिअलि रहेछ यो हप्रै रहेनछ यो माछा पर्छ यो अन्नपूर्ण यताको थाहा भएन अनि मजा गर्दो रहेछ यार मन्दिर रहेछ शिवजीको अझै हिउँ गर्नुपर्ने तर पहिला यो चाहिँ 9 बजीको भ्यू अब निस्किन्छ होला रमाइलो भयो अब हाम्रो यहाँ यी थकित मान्छे बसिरहेछन् हेर त हेर यो खाऊ अरे नाइ अरे भोक लाग्यो अरे क्या यस्तालाई त बङ्की बङ लाट्टी लाट्टी हान्नु पर्यो ड्रोन सट यसपछि अब ड्रोन सटै हेरौँ है त